गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी सुजाता। हिजो चाहिँ हामी चाहिँ नागानो आएको, तर हिजो चाहिँ मैले ब्लग सुटै गर्न पाइनँ के भयो यता ट्रेन उता ट्रेन हेर्दा सबैजना सिन्कानसेनको सबै रुटहरू हेर्दा के पनि ब्लगहरू सुट गर्न पाइनँ। जिखान पनि त्यति नै भएन। अनि बिहान उठेर म रेडी भएर अब ब्लग चाहिँ स्टार्ट गर्छु भन्ने सोचेर स्टार्ट गर्न लाग्यो। हामी चाहिँ नागानोको अब खामाकुचीमा जान लाग्यो हो। बिहानको अहिले चाहिँ 9 बज्यो, तर 3 घन्टा लाग्दो रहेछ कि नागानो एकीबाट। अब मसँगै खामाकुची एक्सप्लोर गरौँ है गाइस। नागानो स्टेसनबाट चाहिँ हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ अब बस टर्मिनल जान लाग्यो। माथिल्लो ट्रेनमा आइपुग्यौँ। यहाँ यस्तो गरिरहेछ। अनि हामी चाहिँ नागानो स्टेसनबाट चाहिँ हामी चाहिँ बस ट्रेन चढेर लगभग यहाँबाट नागानो स्टेसनबाट 3 घन्टा जति लाग्छ कि। अब हामी चाहिँ माथिल्लो झरेर माथिल्लोबाट चाहिँ हामी चाहिँ अब बस चढेर जानु लाग्यो गाइस। कस्तो क्युट बस रहेछ, हजुरहरूलाई देखाउँछु ल। कस्तो क्युट बसहरू कि सानो, तर कता जाने हो अब हेर्दैछु म पनि। चाहिँ यहाँ बस टर्मिनल अब जाँदैछौँ। त्यहाँनिर छ बस टर्मिनल चाहिँ। सिङ्गो पनि कति कुद्नु पर्ने के। ऊ चाहिँ मेरो साथी अनिता। हेलो भाइ। वा हामी चाहिँ अब खामाकुची जाँदैछौँ गाइस। कहाँ जाने भनेको थियो? खामाकुचीको लागि चाहिँ अब निस्किन लाग्यो। 10:15 को छ। लेट्स सी टिकट पाउँछ कि पाउँदैन। पाएन भनेपछि फेरि ढिला जानुपर्छ कि। हाम्रो जाने नगारा हाम्रो चाहिँ बसमा टिकट पाइएन। अनि हामी चाहिँ माथिल्लोबाट टिकट नपाएपछि अब सिन्सीमाबाट चाहिँ अब बस चढेर अर्को यहाँबाट चाहिँ देनसानहरू गरेर त्यहाँबाट चाहिँ बस भेटाउन जानु लाग्यो। त्यही पनि हाम्रो 4 जना छौँ नि त हामी। अब बेचु बस दुईवटा सेक्याइदिएर भएको छ अरे। हामी चाहिँ बेचु बस, तर उही टाइममा जाने भयो। जान्ने देश्ने आज कस्तो के दिनै खराब हो कि के हो। बसको टिकट पनि राम्रोसँग पाइँदैन, गाह्रो छ गाइस। त्यही भएर हजुरहरू आउनुभयो भने चाहिँ छिटो गरेर चाहिँ आउनु होला है। बस पनि आइसक्यो। अब हामी चाहिँ जाँदैछौँ कोरेमोटोकी। हाम्रो 2वटा साथी चाहिँ निगोसातिर पुगे। हामी चाहिँ यताको बस हो। गाह्रो छ गाइस, छिट्टा आउनु पर्यो। यो चाहिँ सीमा बस टर्मिनलबाट हामी चाहिँ जाँदैछौँ अगाडि। बस चढ्न जाँदैछु। मेरो साथी चाहिँ कता गएर बस्छु। अब हामी चाहिँ जाँदैछौँ खामाकुची। हामी चाहिँ बस पनि चढिसक्यो गाइस। अब हामी जाँदैछौँ बेचु खाना सुरु जाने। 私どうですか気持ちがとか言ってる。じゃあअब चाहिँ हामी खामाकुची गएर हजुरहरूलाई बिचमा देखाउने छु भ्युजहरू पनि। हजुरहरू पनि मसँगै एक्सप्लोर गर्नुहोस् खामाकुची। हामी आइपुग्यौँ खामाकुचीबाट झर्दैछौँ। फाइनली हामी चाहिँ आइपुग्यौँ खामाकुची। अब चाहिँ हामी चाहिँ हाम्रो साथीहरूलाई खोज्छौँ। पहिले चाहिँ हेर्न सक्नुहुन्छ कस्तो जङ्गल क्या, कस्तो राम्रो पिसफुल एरिया होइन। वा अब रियल ठाउँमा चाहिँ यो चाहिँ हामी बस स्टपबाट अब तल झर्दैछौँ। अब हेरौँ साथीहरू कहाँ छन्, हेर्न खोज्न जाँदैछौँ हामी चाहिँ। ठाउँ चाहिँ कडा रहेछ क्या ठाउँ चाहिँ। अब म कसरी डिस्क्राइब गरौँ कि पिसफुल कति शान्ति छ क्या यहाँ। अब मेन त कति धेरै छन् मान्छेहरू।
हामीलाई चाहिँ एकदमै भोक लागिरहेछ। अब हामी चाहिँ फर्स्टमा चाहिँ पेट पूजा गर्न जान्छौँ, त्यसपछि चाहिँ हामी मेन ठाउँमा जानेछौँ जहाँ हामी चाहिँ यहाँ मेन्यूहरू चाहिँ हेर्दैछौँ अनिताले कता जाने भनेर। अब हामी चाहिँ पेट पूजा गरेर अब अगाडि बढ्दैछौँ गाइस। अब चाहिँ कप्पा ब्रिजतिर लाग्दैछौँ। खामाकुचीको एकदमै फेमस ब्रिज हो। हजुरहरूलाई पनि मसँगै देखाउँछु है त, हजुरहरू पनि मसँगै हिँड्नुहोस्। कस्तो राम्रो छ कि यो बाटो नै कति राम्रो के नेचर। ओ माई गड पिसफुल है। हेर्नु घाम यस्तो चर्को घाममा पनि कस्तो शीतल फिल भइरहेछ के भनौँ हजुरलाई, कसरी डिस्क्राइब गरौँ। म डिस्क्राइब गर्न त मलाई त्यति बोल्न आउँदैन, त्यही पनि हजुरहरू मेरो भ्यूहरू हेरेर चाहिँ इन्जोय गर्नु। यहाँनिर चाहिँ म्यापहरू छ क्या, मा चाहिँ ब्रिज आउँछ गाइज। आइएम ह्याप्पी। म यहाँनिर आएर कस्तो रमाइलो लागिरहेको छ। कति धेरै मान्छेहरू भिजिट गर्न आउनुहुँदो रहेछ कि। हजुरहरू पनि प्लिज 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 यहाँ आएर चाहिँ एकचोटि चाहिँ भिजिट गर्नुहोस् कि, एकदमै राम्रो छ। अब आउँदैछ, म चाहिँ यता जाँदैछु। मान्छे कति हुन् हजुरहरूलाई देखाउँछ। आधा त मान्छे फर्किसके, आधा चाहिँ अझ बाँकी छन्, आधा फर्किँदैछन्, आधा आउँदैछन्। हजुरहरूलाई देखाउँछु। यस्तो भिजिट गर्न आइरहेछन् कि कहाँदेखि आइरहेछन् यार। टुरिस्ट एरिया एकदमै खतरा टुरिस्ट एरिया रहेछ कि। गएर अब भिडियो खिच्न जाँदैछु। म पनि तल गर्छु है। यस्तो अप्ठ्यारो छ हेर्न सक्नु त। ओह त्यो चाहिँ मेन ब्रिज हो क्या। कस्तो राम्रो हेर्नु, वाउ पौडी खेल्ने जस्तै क्या। म चाहिँ सानोमा हाम्रो नेपालमा यस्तो खोलाहरू कति धेरै छन् के, तर हाम्रो नेपालमा चाहिँ नेपालीहरूले भ्यालु हुँदैन नि त। नेपालमा चाहिँ त्यस्तो भ्यालु लाग्दैन नि त। यहाँनिर आएर टुरिस्ट हेर्नु न, यस्तो सफा पानीलाई टुरिस्ट एरिया बनाएको छ क्या। यही सफा पानी हेर्न आउने हामी चाहिँ यहाँ। हजुरहरू सोच्न सक्नुहुन्न क्या, यस्तो दामी के। जापानिजहरूको कस्तो राम्रो आइडिया हुन्छ क्या, जसलाई पनि अहिले कता सानो ठाउँहरूलाई पनि एकदमै टुरिस्ट एरिया बनाइदिइहाल्ने क्या। हेर्न सक्नुहुन्छ कि सफा पानी बाहेक यस्तो त हाम्रो नेपालमा हजारवटा खोलाहरू छन्, तर यसरी भ्यालुएबल छैन नि त। यहाँ चाहिँ यस्तो मजाले भ्यालुएबल गरेको छ क्या। इको अब हान्ताइको आवाज जान्छ म भानी नाइदिएछु यार। अब होइन अन्त म चाहिँ सानोमा नि एकदमै खेल्थेँ यस्तो पानीमा होइन। घरबाट भागी मम्मी बाबा यस्तो गर्मीमा त अब ज्वरो आउँछ नि त भन्नुहुन्थ्यो नि त। अनि ज्वरो पनि आउँथ्यो क्या। अनि त्यसपछि भागी स्विमिङ गर्न आउने, कस्तो मजा आउँथ्यो। योभन्दा कस्तो गहिरो हुन्थ्यो नि त। म चाहिँ वान अफ द स्विमर हो नि त अरे के, खोलाको स्विमर गर्न त मन छ नि पानी देखेर। पहिले सानोको एकदमै याद आइरहेछ कि। तिमी गरेनौ स्विमिङ? ने एकछिन रमाउँदैौ न उसलाई नि बिचरा। कति धेरै हेर्नु न, सबैजना फोटोमा बिजी छन्। उलिएर बढ्दैछौँ गाइस। माथि चाहिँ हामीले फोटोहरू खिचिसक्यौँ। अब हामी चाहिँ खोलामा जान्छौँ, एकछिन रमाउँछौँ, खेल्छौँ। कति पछि म खोलामा जाँदैछु। लगभग 3 वर्ष अघिल्लो नेपाल जाँदा चाहिँ म खोलामा गएको थिएँ कि। अब पनि जान्छु। आइएम ह्याप्पी खोलामा जाँदैछु भनेर। यहाँबाट बाटो रहेनछ, हामी चाहिँ अब अर्को बाटोतिरबाट जान्छौँ गाइस। बाटो छैन नि। चाहिँ जङ्गलको सेयर गर्न जाँदैछौँ, जङ्गल हेर्न जाँदैछौँ गाइस। नेपालमा कमी भएर
हामी जापानमा आएर जङ्गल हेर्दैछौँ के हुँदैछ यस्तो ने म्यामा कोही मिताइनाहरू कोही त कुरो इप्पाहरू अन्त कोही अन्त हेर न यस्तो अब हामी चाहिँ जान लाग्छौँ अगाडि बढ्दैछौँ के रहेछ भनेर हेर्दैछौँ ओ त हेर्दै सिजन ना मिते कोरिया खाइतेरू सिजन दत्ते We are entering, exploring, choing. अब हामी चाहिँ जाँदैछौँ कस्तो राम्रो ठाउँ रहेछ के Season. Wasan, do desu ka? Ne, saru mita? Mita. Mita. Watashi futari mitayo. Futatsu mitayo. Watashi futatsu mitayo. Mite, kochi mite. Hitotsu saru. Anita, futatsu saru koko ni iru. कस्तो राम्रो के भ्यू पनि कति राम्रो शान्ति अब हामी चाहिँ यहाँ बसेर सबैजना बस्छौँ एकछिन भए पनि शान्ति लिन्छौँ अनि सोचिरहेको छु कस्तो राम्रो ठाउँ चाहिँ मलाई चाहिँ मन पर्यो एकछिन खोलामा खुट्टा राखेर अनि एकछिन खेल्छु पनि हजुरहरूले मसँग इन्जोय गर्नु पानीमा चाहिँ यसरीहरू बोतलहरूमा चिसो बनाउनलाई राखिरहेको छु कि यहाँ चाहिँ होइन अलरेडी यस्तो चिजमा राखेको पानी भन्दा नि चिसो छ क्या पानी चाहिँ हामी चाहिँ खेल्दा फेरि थाहा पाएको हो नि त हाम्रो चाहिँ अहिले चाहिँ 5 बज्यो हाम्रो चाहिँ 5:55 को बस हो नि त अनि त्यही भएर हामी चाहिँ अब अझै 55 मिनट बाँकी छ अनि अरू साइट सिनहरू गरौँ भनेर हामी चाहिँ भित्रभित्र छिर्दैछौँ पुरै जङ्गल छ हेर्न सक्नुहुन्छ हजुरहरूले अब हामी चाहिँ यतातिर खोलाको छेउ र अनि छेउतिरहरू अघिको पहाड तर यहाँबाट पनि राम्रो देखिँदो रहेछ कि अनि त्यसपछि अन्त र म चाहिँ अब त्यत्रो 55 मिनट छ कतै जाउँ भनेर अनि त्यसपछि हामी चाहिँ बाहिर यतातिर जङ्गलतिर साइट सिनहरू गर्न जानु लाग्यो अब हेरौँ है त के छ भनेर हजुरहरूलाई म देखाउँछु यस्तो छ क्या पुरै जङ्गल छ भालु त नहोला तर डर लाग्छ हो सर्प देख्यो भने के गर्छु अन्त दौडिन्छु मलाई नभनिकन दौडिन्छु तरी दौडिन्छ म त होइन सर्प यहाँ छ भने म चिच्चाएर गरेर जान्छु अनि त्यसपछि सर्प भनेर पनि आउँदैन उसमा के मुखमा आउँदैन ओइ आउँदैन होला यस्तो जाडोमा गर्मीमा आउँछ सर्प आउनु त अनि यो गर्मी त गर्मी तर यहाँ खोलाले गर्दा चिसो हो नि त हाम्रो ठ्याक्कै यस्तै छ कि यस्तै खोला छ झुन्झुक खोला चाहिँ सेम यस्तै हो हाम्रो प्युठानमा मेरो क्वाडीमा गाउँमा सेम यस्तै कस्तो राम्रो जङ्गल चाहिँ खुब मनपर्छ क्या मलाई चाहिँ यस्तो डुल्नलाई यस्तो रमाइलो लागिरहेको छ कस्तो तिमीलाई कस्तो लागिरहेको छ मलाई एकदम धेरै रमाइलो राम्रो खुसी मिलिरहेको छ मलाई चाहिँ स्ट्रेस यति धेरै भएको थियो काममा अहिले चाहिँ अलि नाथुनारी भयो यहाँ आएपछि है तर घुम्न आएपछि चाहिँ हल्का स्ट्रेस चाहिँ सबै कुराहरू होइन प्यानिक केही अट्याकहरू केही छ भने पनि प्यानिक गरिरहेछ भने केही कुराहरूलाई स्ट्रेस छ भने पनि कस्तो पिस भइरहेको क्या अहिले चाहिँ
एकदमै धेरै। आमा यो के हो? त्यस्तै लाग्यो आरुको जस्तो नि। साँझको पंखा अरू जेसुकै गर त्यो खोलामा चाहिँ नजाऊ ल। किन? सकिन्छ त अनि जिन्दगी त। यत्रो खोलामा डुबेर मरिन्छ र? अनि यहाँ यस्तो छ, यहाँ यस्तोबाट जाँदाखेरि के हुन्छ? केही नि हुँदैन। यसो गरेर म त्यहाँ जाने हो नि त खामाले। हैन नि, त्यस्तो हुँदैन नि। अघि त बसेको हो नि त खोलामा नि टन्न। मजा आयो। मजा आयो। यस्तैमा घर बनाएर बस्नु मन छ अन्त मलाई चाहिँ। हुन्छ हुन्छ। ओ त्यो जङ्गलको बिचमा सुजाताको घर हुनेछ गाइजहरू। अब आजको 5 वर्षपछि तपाईँहरू हेर्न सक्नुहुनेछ। 5 वर्ष? म चाहिँ 2 वर्षमै गराम भन्ने सोचिरहेको थिएँ। ए मैले धेरै बनाइदिन्छु ल, घटाइदिए ल 2 वर्ष। तर है शान्ति है चाहिँ धेरै राम्रो लाग्यो। ऊ त्यहाँ छ नि त्यो घर छ नि, हो त्यस्तैमा ठिक हुनेछ हेर त। खोलाको कस्तो मजा। पहाड पनि छ। तर सधैँ यिनीहरूलाई यहाँ बस्दा चाहिँ अल्छी लाग्छ होला, किनभने धेरै सुविधाहरू हुँदैन नि त यस्तोमा। तर यही अनुसारले त्यही अनुसारले खाएको हुन्छ नि त, झन् धेरै राम्रो हुन्छ होला कि। त्यो पनि हो, हेल्दी भइन्छ नि त यस्तो ठाउँमा बसेपछि।